ओए चल का ना यार। ल ल अरे फास्ट कर के फास्ट। हुँदैछ अब जानु पर्यो। फेरि पुलिसहरुको फेरि गस्ती आएर फेरि लाग्ला फेरि। उठे हेर है उठे हेर। ल छिटो गर छिटो। क्या माल छ है। ओहो मुट्टुमा छोयो यार। ल कुण्डन तान्न यार एक समात। कस्तो कुरा गर्छस् यार। अनि यसो म तानेको देख्छस् र तान्दैन पनि। ओ कुण्डन 1000 को ज्याकेट किन्नु भन्दा एक स्वाट तानेर हेर्न शरीर आगो हुन्छ आगो। ल तान्न यार कुण्डन। हामी यस्तै त हुनी बुरो यार। ल्याङ गर्छस् यार। हेर केटा हो जुन सर्ट मलाई तान्ने भन्दैछौ नि त्यही सर्टले तिमीलाई तानिरहेको छ बुझ्यौ केटा हो। हामी यस्तै त हो ब्रो जामाबा। हजुर 5-10 रुपैयाँ दिनु न। हजुर 5-10 रुपैयाँ दिनु न। ए हजुर 5-10 रुपैयाँ सहयोग गरौँ न। हजुर 5-10 रुपैयाँ सहयोग गरौँ न। को हो यार? जहाँ गए पनि भिखारी भिखारी भेटिन्छन् यार। उठ जा। ₹5-10 रुपैयाँ दिनु न। ए हजुर 5-10 रुपैयाँ सहयोग गरौँ न। हजुर 5-10 रुपैयाँ दिनु न। नमस्ते। हेर केटा हो 12 वर्षीय नगरपालिकाको केटी तो च्वाक छ नि मनै छुन्छ गरे। खै त मैले देखेकै छैन यार। गाधा तानेपछि देख्छस् तिमीलाई मूर्ख। चुप।
मेरो फोन आएर छ, यसो म कुरा गर्छु। हेलो, के छ हाल खबर? कति राम्रो दिदी हो यार। आहा। ए सपना पो रहेछ। ल अहिले म फोन राखेँ है। यार कहाँ गयो यार? यो केटीसँग लभ पार्न पाए यार मजा आउँथ्यो यार। तेरी यार सपना पो देखिरहेको छु यार। पाँच 10 रुपियाँ दिनुहोस् हजुर, 5-10 रुपियाँ दिनुहोस् हजुर। ए हजुर 5-10 रुपियाँ दिनुहोस् हजुर, भिखारीलाई सहयोग गरोस् हजुर। जय हो हजुरको। ल पछि आउँछु है त। दया गर्नुहोस् हजुर, भिखारीलाई दया गर्नुहोस् हजुर। भिखारी नमस्ते। नमस्ते, सन्चै हुनुहुन्छ? म सन्चै छु। ए हजुर भिखारीलाई दया गर्नुहोस् हजुर, 5-10 रुपियाँ दिनुहोस् हजुर।
आउनुहोस् हजुर भिखारीले दया गर्नुहोस् हजुर ए हजुर भिखारीले 5-10 रुपियाँ हालेर दया गर्नुहोस् हजुर नमस्ते नमस्ते। अरे तिमीले ज्याकेट किन नलाको? त्यसै लाउन मन नलागेर नलाएको हजुर होइन होइन, यो ज्याकेट त तिमीले लाउनु पर्छ। ज्याकेट लगाइहाल त ल। ज्याकेट यसरी लाउन छोडेर ज्याकेट लाउनलाई दिएको मैले, ज्याकेट राख्नलाई दिएको र मैले यसरी लाउने। त सुन हजुर आजबाट यो माग्ने काम छोड। आजबाट म तिमीलाई लिएर जान्छु। आजबाट तिमी र म दोस्ती, बुझ्यौ? हुन्छ हजुर। आज तिमी मेरो घर जाने। र उठ। हेलो हेलो पुनम, कहाँ छौ? म बाहिर छु त्यसो भए आउन यता घुम्न के? हजुर ए ल ल, छिटो आऊ है त, म तिमीलाई वेट गरेर बस्छु। हजुर आइहाल्छु नि ल ओके बाई। हेलो हाय, कति ढिलो आएको के? ए म बिजी थिएँ, त्यही नै हजुरले बोलाएर आइदिएको। ए हो, जाउन माथि। हस् हस्। ठिक छ नि, आज रमाइलो गर्नुपर्छ है। हस् हस्। कस्तो रमाइलो ठाउँ छ है। एकदम रमाइलो ठाउँ छ। अनि हजुरलाई कस्तो लाग्यो? एकदम राम्रो, म त पहिला पनि आएको थिएँ नि। ए म त फर्स्ट टाइम हो। अब तिमी यहाँ आएको थिएनौ, तिमीलाई घुमाम कि भनेर बोलाएको के। ए अनि हेर न यताको ठाउँ कस्तो दामी छ। बहुत रमाइलो रहेछ यतातिर। पुनम, हजुर आज भोलि किन तिम्रो धेरै याद आउँछ? मलाई पनि हजुरको याद धेरै आउँछ नि। हो र? अनि भित्र दिल देखियो कि मुखले मात्र हो? भित्रबाट भनेको छु नि हजुरलाई। साँच्ची हो? साँच्ची हो, प्रमिस। साला मेरो मालसँग रोमान्स गरिराखेछस्। पक्तलाई जानेछु। साला, अर्काको गर्लफ्रेन्ड उडाउने। बागेतिर घुम्न जाऊँ। ए हुन्छ नि त, कहिले जाने? भोलि जाऊँ न, मोस बोलाइरहेको छ। हुन्छ। आज राजेश हमाल आउँदैछ नि। अनि भोलि चाहिँ को आउँछ नि? भोलि विराज भट्ट। विराज भट्ट आउने? ओ मेरो सुपर हिरो हो नि त त्यो त। अनि म को हो त? तपाईको त बयानी गरेर सक्दैन त, हजुर त विराज भट्ट भन्दा नि फेमस हुनुहुन्छ मेरो लागि। अरे बस त्यहाँ एक जोडी बसेछ। म यहाँ कति कुण्डनसँग घुमिराखेको, कहिले कसो हामीलाई पनि चान्स देऊ न। ओइ केटा हो, स्मार्ट। तिमी यहाँ बस, म अहिले आउँछु। ओइ केटा हो, तिम्रो उता जाऊ, हामी यता जान्छौँ। ओइ केटा हो, जाऊ त। ओइ केटा हो, आऊ।
ठाउँमा आफै आउँछ छोड दे मलाई हल्ला गर्छ छोड दे मलाई छोड दे मलाई ओए बचाओ आफै आइछ न चुप छप्काइदिन्छु तँलाई आफ्नो आमाको दुध खान्छस् भने आइज सिङ्गल सिङ्गल ओइ केटा हो त्यो गुन्डाको बडी निकै चिराइ जस्तो छ छप्काइदे जा छप्काइदे ओइ केटा हो उठ समाट कहाँ जान्छस् पछरिया मेरै धरिया केटा हो उठाऊ पछाडि लग छोड दे मलाई केटा हो तिम्रो जाऊ यो अझै मरेको छैन यसलाई यहीँ मार्नुपर्छ कुकुरले बाघको शिकार कहिले पनि गर्दैन ठोका केटा हो तैँले हो मसँग बदला लिने सुरेश भाइ सुरेश भाइ सुरेश भाइ उठ बुलेट गर्ल खोइ राजेश भेटौँले लगेर गएको छ ए ल त्यसलाई बचाउनु पर्छ बचाऊ